नमस्कार सर, हजुर इन्द्र बहादुर कटुवाल छेत्री बोल्नुभयो सर? हजुर ए यो हजुरले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट एउटा पासपोर्ट बनाउनु भएको रहेछ होइन? त्यो पासपोर्ट चाहिँ जिल्ला हुल्ला कार्यालय म्याग्दीले घरमै पुर्याउनु पर्ने सरकारले जुन प्रावधान ल्याएको रहेछ, त्यही अनुसार हजुरको घरमा पासपोर्ट बुझाउनको लागि हामी आउँदैछौँ। हजुरको घरको लोकेसन कहाँनिर होला यसो बताइदिनुहुन्थ्यो कि भनेर। अब हिँड्ने हो, जिल्ला हुलाकबाट अब हिँड्दैछौँ। हजुर 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 फर्निचर, त्यो फर्निचरको नाम के होला? मिन बहादुर बानियाको फर्निचर। हजुर 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 ए ल ल, म यसो गर्छु है त, हजुरलाई त्यो मिन बहादुर बानिया सरको फर्निचरमा आएर हजुरलाई फनाउँछु है त। ल कतै टाढा त हुनुहुन्न नि, घर नजिकै हुनुहुन्छ नि? ल ल ल ल हुन्छ हुन्छ, म त्यहाँ आएर फनाउँछु है त।